सो फाइनली गाइज अहिले चाहिँ हामी चाहिँ जोराबर आइसक्यो। जोराबरबाट अब टक्क लाएर हिँडिसक्यो यहाँबाट। अब दाइहरूको चलपल यहाँदेखि हुन्छ। आज मेरे को रोकना नहीं रे बाबा, आज मेरे को रोकना नहीं आज। अब कडा हो यहाँ अब दाइहरूको चलपल चाहिँ यस्तै हो। बेला मौका हो होइन, बेला मौका हान्नुपर्छ यहाँनिर लाग्छ। ए मेरो हजुर चट्टा लाएर कडा हो। अहिले चाहिँ चट्टा लाएर आइसक्यो। जोरलाबर चाहिँ क्रस भइसकिसक्यो। ओइमा अहिले चाहिँ चट्टा लाएर भन्नुपर्दा होइन, यो बाख्राको पाठा रहेछ। चट्टा लाएर 46 राइडर होइन। तपाईँहरूले सब्सक्राइब हान्नु नबिर्सिनु होला। ट्याप ट्याप अरे ट्याप ट्याप त लाइटमा भन्छ नि। चट्टा यो चट्टा ऐना सैना हल्लिने तालले कुदाइसक्यो मेमा सुली। ओइ 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 सुली ओइ 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 कुकुर आयो। ओइ खोइ आयो छैन होला। त्यताबाट होइन यताबाट अलिक राम्रो राम्रो देख्नु हुन्छ क्या। मैं क्या बोल रहा हूँ? अब चाहिँ बुधबारे पुग्नु लाग्यो। हल्का एक दुईचोटि लड्नुपर्छ। हामीले केटी पनि हेर्नुपर्छ। चट्टा लाएर होइन। अहिले चाहिँ यो बगान भन्छ। यो चाहिँ राति केटी लिएर आउनुहरू होइन। अहिले चाहिँ राइचोक आइपुग्नु लाग्यो। यो रहेछ कुकुर। तिमी हो कुकुर। यहाँ हेर तिमी जस्तै रहेछ। कोदो कुकुर। बुम 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 बुम। किन हो कुनि यहाँ चाहिँ बन्द रहेछ। यहाँ चाहिँ के कारणले बन्द भएको भाइ? यहाँ किन बन्द भएको? अब चाहिँ यहाँबाट कहाँनिर बन्द छ आन्टी? के हो यही बन्द भइसक्यो। कहाँबाट जानु? ल अहिले चाहिँ अब यहाँ चाहिँ बन्द। अब यहाँबाट चाहिँ अब लाग्यो। के हो गफ हानिदिउँ न। आउनु हुँदैछ भने ए आउनु हुँदैछ त बिस्तारो यति रोक्ने हो। गफ हान्ने हो। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। बुधारे कहाँबाट जान्छ भनेर सोधौँ न। अब चट्टा आन्टी दिदी हजुर यहाँबाट बुधारे चाहिँ कताबाट जान्छ हजुर? बुधारे चाहिँ कताबाट जान्छ? के हो नयाँ हो। कति जानुभएको? बुधारे नै जानुभएको? त्यसो भने हामी पछि हुन्छ। हामी आउँछौँ बाटो देखाउनु ल। आउनु नि त अब हाम्रो पछि अब हामी देखाउनु। आउनुहोस् हिँड्नुहोस्। के हो तपाईँहरूको लागि वेलकम छ।
सो गाइज अहिले चाहिँ हामी चट्टा लाएर आइसक्यो आन्टी लवर हामी चाहिँ आउनुहोस् वेलकम छ आन्टी बिस्तारै आउनुहोस् ल के हो आन्टी बुढाहरू यही बाटो जान्छ ल हो र ए आन्टी म भन्दैछु दिदी दिदी बुम 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 सो गाइज अहिले चाहिँ हामी बुदावरे आइसक्नु लाग्यो खोला छ अब के हो ऊ परको चाहिँ घाम भन्छ त्यसलाई चाहिँ घाम हो घाम त्यस्तो हुँदो रहेछ पहिला पहिलाको के हो हामी चाहिँ आन्टी लभर हो आन्टी अब कहाँ हुनुहुन्छ आन्टी भएकोतिर हुन्छ सो को और अभी तो रुको क्लाइमैक्स अभी बाकी दाई 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 एक दिन शब्द हानिदिनु पर्यो के हो हेलो दाइ दाई दाइ यहाँ आउनु न एकचोटि दाइ ए कस्तो तपाईँ त कस्तो एक दिन शब्द हानिदिनु न सो ए बिग फ्यान हो क्या दाइ तपाईँको म बिग फ्यान हो नि दादा ओ नेभर ल एउटा ऱ्याप हान्दिनु यता आउनु न快点说快点快点说快点呢अहिले चाहिँ उधारे आइसक्यो हामी चाहिँ अहिले बुधारे आइसक्यो के हो अब चाहिँ भाइहरूको कपाल काट्नुको लागि अब भाइहरूकोले चाहिँ कपाल काट अहिले चाहिँ टट्ट लाएर बुधारे आइसक्यो यसलाई भन्दो रहेछ बुधारे म त थाहै थिएन मैं क्या बोल रहा हूँ सरी 50 रुपियाँ काटिदिने भने काट्ने भन्ने हो नभए त दलाल गर्ने हो दलाल सो गाइज हामी चाहिँ दलाली हो होइन के हो अहिले चाहिँ मामाहरू हुनुहुँदो रहेछ र भागेको यहाँ तल छ अहिले चाहिँ मामाहरू हुनुहुन्छ होइन सो गाइड अहिले चाहिँ यसलाई भन्न छ बुढा अरे यो हामी पनि हाउडे हो हाउडे हो हाउडे आटो आटो भन्छ यसलाई दिसी दमाई भक्का कपाल कहाँ काट्नु यताबाट जान्छ होइन बदर शैली हो कि के शैली छ अरे आज त भाइ यहाँ थियो यहाँ सो गाइज अहिले चाहिँ कस्तो कट काट्ने कट अनुसार त्यसले काट्नु कहाँनिर माथि हो फेरि अहिलेको ठाउँमा यता त्यहाँ एउटा छ के दुईटा छ कपाल काट्ने ठाउँ तर अलिक खाली नखानु कहाँ भिडियो अहिलेको ठाउँमा जाने है उयो अगाडिको बसेर कपाल काट
काट्न भाइ अनि कि यो ब्याग सम्हालेर राख्नु ल भएको एउटा त्यो आउनु त यहीँ आउने हो कि म आइहाल्छु मैले लिएर आएको कोही लाग्दैन सो गाइस अहिले बुधबारे भित्र छिरिसक्यो अब लुगा किन्नु पर्ने होइन अब लुगा त किन्नु पर्यो चट्ट आएर अब कहाँबाट आएको यहाँ फर्मल सर्ट छ फर्मल सेतो फुल पर्यो यता पन्जा एकचोटि आजलाई मलाई दिनु न दाइलाई खोइ भर्खर किनेको मैले तपाईँलाई हो उफ भाइलाई कस्तो यो स्टेचिङबाट हो स्टेजिङमा हो ठिकै हुन्छ साइज त भित्र हाल्दाखेरि ठिकै हुन्छ सो अहिले चाहिँ लुगा पनि किनिसक्यो लुगा किनेर अब चट्ट लाएर यहाँबाट लाग्यो अब यहाँबाट चाहिँ मान्छेहरू उतैपट्टि थियो होइन किन आज त्यहाँ चेकिङमा बसेको थियो क्या हौ हेलमेट नलाउनेलाई भेल कुट्नेलाई ए अङ्कल हेरौँ न हौ अहिले चाहिँ अब चट्ट लाएर आइसक्यो चट्ट फाइनली गाइस होइन भाइ म त लरक्कै हुन्छु ल चट्ट लाएर आइसक्यो भाइ एउटा मेरो पनि ब्लग बनाइदियो त सकेको यो भाइको डिजाइन यस्तै बनायो ल सकेको अँ यहाँ कान्छेरी बाजी छ यहाँ पनि छोडिरहे 100 रुपियाँको कटो हानिदिनु भयो अन्त 100 रुपियाँ मात्रै काटेको नि त अब 50 रुपियाँको अरू यो चट्टा लाएर 100 रुपियाँको कट अरे यता मुनि यस्तो कपाल काट्न आउनु होला यहाँ गाई यहाँ कपाल राम्रो काटिदिनु रहेछ कति रोज किनेको छ 1000 उयो मात्रै बजेछ त अनि